सो यो जर्नी मेरो अब स्टार्ट भयो नेपालगञ्ज टु पोखराको लागि। सो अब हेर्दै जाउँ म कति बेरमा पुग्छु। म ठ्याक्कै 5:56 AM मा निस्केको छु यहाँबाट विथ 0.0 किलोमिटर्स। अब हेरौँ मलाई यहाँबाट कति टाइम लाग्छ, म कता कता कति टाइममा पुग्छु। म बुटोल हुँदै म पाल्पा हुँदै नि जान्छु। त्यो भएको आई विल किप यु गाइज अपडेटेड। कहाँ कसरी पुग्छु म अपडेट गर्छु तपाईँहरूलाई। हस् सी यू। अलराइट गाइज, म चाहिँ अहिले अब बुटोल 268 किलोमिटर नेपालगञ्जबाट गाडीलाई फुल 100% चार्ज गरेँ। मैले बिचमा लमैमा पनि चार्ज गरेको थिएँ, मेरो टियागो भएको भएर चाहिँ अलिकति कम रेन्ज भएको भएर मैले चाहिँ लमैमा 100% गरेर मैले यता बुटोल आउँदा 25% थियो, 25%मा लगाएँ, यता 100% 99 बनाएर अब म पोखरातर्फ लागिरहेको छु। अब अहिले छ मेरो उसमा 268%, एकछिन एसी चलाएको भएर 96% पुगिसक्यो। अब हेरौँ अब नेक्स्ट स्टेसन मैले कहाँ चार्ज गर्छु र म कति बजी पुग्छु। अहिले बजिरहेछ 2:24 दिउँसोको। बिहान ठ्याक्क 6 मा म घरबाट डिपार्ट भएको थिएँ। त्यसपछि लमही म ठ्याक्कै 8 बजी आइपुगेको थिएँ। अनि त्यहाँ चाहिँ वेट गर्दाखेरि मलाई टाइम लाग्यो। म 9:38 मा बल्ल त्यहाँबाट डिपार्ट हुन पाएँ चार्ज गरेर, किनभने मलाई वेट पनि गर्नु पर्यो। अब चाहिँ फाइनली म लाग्दैछु पोखरा 2:25 मा है त। अब अरू बाँकी चाहिँ म अब मलाई कहाँ चार्ज गर्नुपर्छ, कतिमा कति डिस्टेन्स पुगिरहेछ, आई विल किप यु गाइज अपडेटेड। यहाँबाट चाहिँ बर्तुङ 32 किलोमिटर बाँकी छ बर्तुङ पुग्न। कस्तो लभली भ्यू यार। सुरुको चाहिँ अलिकति धस्त रहेछ बाटो। आई थिङ्क यो 4 to 5 किलोमिटर्स बुटोलबाट स्टार्ट गर्नुभयो भने चाहिँ 4 to 5 किलोमिटर्स अलिक धस्त नै छ। त्यसपछि आई थिङ्क इट विल गेट बेटर। हेरौँ, डह्रो पानी परेको अवस्था, रुखहरू सबै ढल्याछ होइन। लास्ट पानी परेको छ, लास्ट चिसो छ यार। सो एक्साइटेड टु रिच पोखरा। पोखरा पोखरा still 45-50 kilometers away. Alright guys, पुगियो पोखरा। म पोखरा आइपुगेँ अराउन्ड 8:15 तिर आइपुग्यो। होटल चेक इन गर्दा 8:15 भइसकेको थियो। सो बेसिकली 420 किलोमिटर्स को एउटा ट्राभल गरियो। एकदमै टायरिङ थियो ड्राइभ गरेर आउँदा नेपालगञ्जबाट चाहिँ होइन। अब एक्लै आउँदा चाहिँ अलिक गाह्रो हो, एकजना साथी भयो भने चाहिँ एकदम सजिलो हुन्थ्यो, तर गाह्रो चाहिँ अति गाह्रो भयो। सो अब म यसलाई अलिकति समअप गरिदिन्छु है, कसरी म आएँ। म चाहिँ 96% मा म निस्किएको थिएँ घरबाट। 96% मा निस्केँ। त्यसपछि मैले लमैमा आएर मेरो 39% बाँकी थियो। सो मैले त्यहाँ 99% गरेँ चार्ज होइन। मेरो त्यहाँ अलिकति वेटिङ पिरियड भएको भएर म 8 बजे त्यहाँ पुगिसकेको थिएँ। 6 मा म घरबाट निस्केको थिएँ, 8 मा म त्यहाँ पुगेँ, 9:30 9:38 मा म त्यहाँबाट निस्क्यो। त्यसपछि म पोखरा आएँ, तर बुटोल आएँ, तर बुटोलमा एकदम लामो बाटो आउनु पऱ्यो, किनभने बुटोलको चनौटाभन्दा अगाडिको बाटो खराब भएको भएर मलाई चनौटाबाट भित्र यो बहादुरगञ्ज हुँदै के भन्छ भैरवा आएर अनि म बुटोल निस्किनु पर्दाखेरि मलाई 40 किलोमिटर्स अझै एडअप भइसकेपछि म 99% मा निस्किँदाखेरि मेरो त्यहाँ पुग्दा 25% चार्ज बाँकी थियो। सो बुटोलमा मैले चार्ज गरेँ, अनि बुटोलमा लन्च खाँदा 1 घन्टामा मैले चार्ज गरेर म निस्केँ। त्यसपछि अराउन्ड
2:30 यस्तै 2:38 2:40सम्म त्यहाँबाट निस्क्या हो। त्यहाँबाट निस्किसकेपछि म निस्केको मान्छे, त्यसपछि मैले त्यहाँ 100% चार्ज गरेँ बुटोलमा। त्यसपछि म आएँ स्याङ्जा आइसकेपछि बल्ल मैले अराउन्ड 22% टपअप गरेको थिएँ। मेरो 50% थियो अनि मैले त्यसलाई 72% बनाएँ। त्यसपछि म डिरेक्टली होटल पौवामा मैले चेक इन गरेँ अराउन्ड 8:15 अनि होटल आउँदाखेरि मेरो गाडीमा अराउन्ड 42-43% चार्ज बाँकी थियो। होटलमा फास्ट चार्ज रहेछ, त्यहाँ फास्ट चार्जमा राखेर अहिले मेरो गाडी 100% हुन लागिसक्यो होला। अब जस रेडी भयो, रेडी भएर अब डिनर खान जानु पर्यो, पार्टी गर्नु पर्यो, रमाइलो गर्नु पर्यो। सी यू गाइज। Lewat lagi mah.